यो हो पोखराको हङकङ बजार। पृथ्वी चोक बस पार्कदेखि केही भित्रपट्टि रहेको छ यो। र यहाँ हामीलाई दैनिक जीवनमा चाहिने सम्पूर्ण सामग्रीहरू, खाद्यान्न, लत्ता, कपडा, फलफुल, तरकारी, मोबाइल, घडी हैन देखि लिएर सबै कुराहरू यहाँ पाइन्छ। यहाँ अहिले मध्याहको समय भएको हुनाले खासै ग्राहकहरू देखिँदैन, पसलहरू शून्य नै देखिन्छ। म खासै यहाँ माथि सामान किन्न त आउँदिनँ, काम विशेषले यता माथितिर आउँदा यहाँ पस्छु। र यो गर्मीको समयमा अब बाहिर रोड हिँड्नुभन्दा यो भित्रको बाटो हिँड्दा अलिकति शीतल पनि हुने भयो, अनि आफूलाई चाहिने केही सामान भेटिहाल्यो भने किन्न पनि पाइने हुनाले म यहाँबाट हिँड्छु। अब निस्किँदैछु। अहिलेलाई यति नै यो भिडियो।